हेलो एभ्रिवान, इट्स मी कुसुम सुवेदी कृति एगेन। कुसुम दिदीको झकास मेकअप ट्युटोरियलमा यहाँहरूलाई स्वागत छ। कुसुम सुवेदी कृतिलाई संसारमा नहुने भनेको चाहिँ केही पनि छैन होला। हेलिकप्टर पनि एकचोटि हेरेर उडा भन्नु भने उडाइदिन सक्छु भन्ने कन्फिडेन्ट आफूलाई आउँछ र यतिको कन्फिडेन्ट सबैलाई आओस् भन्ने इच्छा, आकाङ्क्षा, चाहना पनि छन्। आउनु त सबै कुराहरू आउँछ, तर पूर्ण भने केही पनि छैन। पूर्ण र पर्फेक्ट भने केही पनि कुरामा हुने छैन। किन छैन भने गर्नै नचाहेर, गर्न चाहेको भएदेखि पूर्ण हुन्थ्यो पनि होला। अनि यो गालामा चाहिँ के भएको भन्नुहुन्छ होला। गालामा सुपारी हालेको, चक्लेट हालेको, केही पनि गरेको छैन। यो गालामा चाहिँ टन्सिल भएको, टन्सिल बढेको, टन्सिल थियो, टन्सिल अलरेडी बढेको हो र त्यो गालो त्यस्तो भएको हो। दिनदिनै साथीभाइको विवाह, अनि साडी लगाऊ, मेकअप गर, चिसो हावामा कुद, कोल्ड ड्रिङ्क्स खाऊ, खानेकुराहरू चिसो तातो केही नभनिकन खाऊ, खानुहुने नखानुहुने सबै कुराहरू नभरिकन खाऊ, अनि नाच, गीत गाऊ, कराऊ। आफ्नो काम पनि त्यही अनुसारको भइसके पछाडि अनि सक्यो, खतम। टन्सिललाई हुनलाई केही पनि चाहिएन। त्यही पनि 2-4 दिनमा ठिक हुन्छ भन्ने आशा छ, विश्वास छ, ठिक पनि भइहाल्छ। अनि यस्तै बोली नै हेर्नु न, यस्तो भोकल नै कस्तो फाँसिएको छ। अनि अब यस्तै पारा हो भने यतिकै बोल्दै गयो भने भोलिसम्ममा मेरो बोली स्याउ 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 भएर अझै भाँसिन पनि फेरि छैन। केही छैन, भाँस्यो भने नि भाँस्यो, पहिलोचोटि होइन, क्यारे बानी भइसक्यो भनेर चित्त बुझाइहाल्छु। अनि मलाई यो टन्सिल छ भनेर कसैलाई छुपाउन नदेखाउन त्यस्तो अनकम्फर्टेबल लाग्दैन। जे हो त्यही हो। मलाई त्यो स्वीकार्नेले जस्तो अवस्थामा पनि स्वीकार्छन् र राम्रो मान्नेले जस्तो अवस्थामा पनि राम्रो मान्छन् भन्ने लाग्छ। अनि त्यो भएर मलाई त्यो मेरो टन्सिल चाहिँ यस्तो छ भनेर मलाई त्यो देखाउन छुपाउन त्यो कुनै आपत्ति पनि छैन। अनि नभए मैले छुपाउनु नै थियो भने 1-2 दिनमा मात्रै भिडियो बनाएर हाल्थेँ। म यही भिडियो किन हाल्थेँ होला र भन्ने जस्तो नि लाग्छ। एकदम कन्फिडेन्ट लेभल चाहिँ मेरो छ। मलाई त्यो आफू जस्तो छु, ठिक छु। अरू जस्तो बन्न थाल्यो भने जिन्दगी झिङ्गालाला हुन्छ। अनि त्यस पछाडि झिङ्गालाला भए त हुन्छ, झन्डुबाउ नै हुन्छ। अनि आज पनि मेकअप गर्दैछु। मलाई मेकअप गरेर हिँड्न, राम्रो लाएर, मिठाई खाएर हिँड्न एकदमै धेरै मनपर्छ। अनि गाजल त म टक्क सधैँभरि लाएर हिँड्न पाए नि हुन्थ्यो जस्तो लाग्छ। किनभने म आई कन्ट्याक्ट गरेर नै बोल्छु मान्छेहरूसँग। मलाई आँखा जुधाएर बोल्न एकदमै धेरै मनपर्छ। किन? आँखामा हेरेर बोल्न सक्नेहरू कहिले डराउँदैनन्, आँखामा हेरेर वचन दिनेहरू कहिले हराउँदैनन्। अनि यो सहर, यो बजार, अनि यी मान्छेहरू चिन्दै चिन्दै जाँदा, उमेर बढ्दै बढ्दै जाँदाखेरि सबै मान्छेहरू सँगै नै चिनिने रहेछन् नि त। सुकिलो तन्ना मुनि पनि मैलो डस्ना हुने रहेछ भन्ने कुराहरू पनि समयले नै बुझाउँदै गयो। अनि कसैको लागि मर्यादै गर्यो अनि कसैले वास्ता पनि नगर्दाखेरि चाहिँ कहिलेकाहीँ कस्तो लाग्छ भने आफू चाहिँ चौलानी पनि राख्छु दालको लागि, कसैले मन समेत राखिदिँदैनन् भन्ने लाग्छ। अनि यी बेकारका कुराहरू दिमागमा राखेर आफूलाई किन नराम्रो फिल गराउनु भनेर नि ती सबै कुराहरू दिमागबाट निकालिदिएर अनि आफू फ्रेस फिल गर्नलाई बस्छु। कहिले मेकअप गर्छु, कहिले टिकटक बनाउँछु, कहिले कन्टेन्ट लेख्छु, कहिले आर्टिकल लेख्छु, कहिले स्क्रिप्ट लेख्छु, कहिले नाच्छु, गीत गाउँछु, कहिले रमाइलो गर्छु, टिकटक बनाउँछु। त्यस्तै छ। अनि आज पनि मैले भिडियो त बनाएँ, अब यो मेकअप गरेर भिडियो हाल्छु भनेर, तर एकदमै धेरै फास्ट मोसनमा बनाइछु क्या। यति धेरै फास्ट मोसनमा बनाइछु कि त्यो भिडियो नै नबुझिने भएछ। अनि बल्ल बल्ल मिलाएर एडिट गर्दा गर्दा यतिको चाहिँ भयो। यतिकै भिडियोहरू हेरिदिनु भयो। ताइनाजुईको भिडियोहरू बेला बेलामा लिएर आउँछु नि, त्यही कुसुमजीले बेला बेलामा। अनि तपाईँहरू हेर्नुहुन्छ, इन्जोय गर्नुहुन्छ, त्यसको लागि एकदमै धेरै खुसी लाग्छ, धन्यवाद पनि व्यक्त गर्छु। अब ताइनाजुईको वाक्क दिक्क प्याक्क लाग्दो नै भिडियो बनाउँछु नि त कहिलेकाहीँ होइन। तपाईँहरूले नि हेर्नुहुन्छ, अब चिन्ता नगरिकन, वाक्क दिक्क नमानिकन हेरिदिनुहुन्छ। आजलाई यति नै, हस् त, नमस्ते, बाई।